Siwaru adang-badang masih angga भक्ति आङदेम्बे म भक्ति आङदेम्बे यो भन्दा अगाडिको मुन्धुम पार्ट 1 भाग 1 मा चाहिँ पालमको विषयमा बोलेको थिएँ। अनि मुन्धुम पार्ट 2 भाग 2 मा चाहिँ यालाङ धान्नाच को विषयमा बोलेको छु। अब यो मुन्धुम पार्ट 3 भाग 3 मा चाहिँ पालम पहिले आउँछ कि यालाङ धान्नाच पहिले आउँछ भन्ने विषयमा चाहिँ बोल्न गइरहेको छु। हुन त म तुतु तुम्याङ पनि होइन, येबा साम्बा पनि होइन, मुन्धुम साबा पनि होइन। म चाहिँ साधारण व्यक्ति, तर आफ्नो कल्चर, संस्कार, संस्कृतिले औधी माया गर्नेमा चाहिँ म अवश्य नै पर्छु है। गाउँघरका बुढापाका तुतु तुम्याङ अग्रजहरूबाट मैले जे सुन्दै आएको छु म त्यही चाहिँ बताउने कोसिस गर्छु है। मुन्धुमको विषयमा पहिले सावा येथाङ हाम्रो पुर्खाहरूको गाउँमा चाहिँ पहिले त अब शिकार गरेर खाने अनि गन्धमूलहरू, भ्याकुरहरू जङ्गलमा जे पाइन्छ त्यही खोजेर ल्याएर खाने चलन थियो अरे। अनि एक दिन चाहिँ एकदम साह्रै अनिकाल लागेछ। हाम्रो पुर्खाहरूको चेली सिबेरा इक्थुक्ना चाहिँ जङ्गलमा चाहिँ खानेकुरा खोज्ने क्रममा चाहिँ धानको बोट पाकेको चाहिँ भेटेछ। अनि यो चाहिँ खानेकुरा नै होला भनेर चाहिँ टिपेर चाहिँ टेस्ट चाखेछ। खाँदाखेरि चाहिँ मिठो भयो अरे। अनि यो कहाँबाट त आयो त भनेर चाहिँ यसो माथि हेर्दाखेरि चाहिँ चराको गुर देखेछ। अनि पक्कै पनि चराले चाहिँ बच्चाहरूले खुवाउन ल्याउँदाखेरि चाहिँ झरेर चाहिँ उम्रेको होला भनेर चाहिँ चराले सोधेछ। अहिले नै यहाँनिर ल्याएको हो भनेर भनेछ। लु अनि उसो भने हामीलाई पनि अब बिउ ल्याइदिनु पर्यो, हामी पनि रोप्छौँ, हामी पनि खेती सुरु गर्छौँ भनेर चाहिँ पुर्खाहरूको चेलीले भनेछ। अनि चराले चाहिँ भनेछ म एउटा शर्तमा मात्र ल्याइदिन्छु। अनि अब कस्तो खालको शर्त भनेर चाहिँ चेलीले सोद्धाखेरि चाहिँ यो धान पाकेपछि चाहिँ हामीले चाहिँ निस्वार्थ हामीले खान पाउनुपर्छ, हामीले खेदाउनु, मार्न, पिट्न पाउनुहुन्न भनेर चाहिँ शर्त राखेछ। कसैले चाहिँ फेम्बुनापु पनि भन्छ। आखिरी माचेरेपु र फेम्बुनापु चाहिँ एउटै हो। त्यो चाहिँ कुन चरा भन्दाखेरि चाहिँ भङ्गेरा है। पहिले चाहिँ पशु पक्षी जनावरहरूसँग पनि हाम्रो पुर्खाहरू बोल्नुहुन्थ्यो अरे। उहाँहरूको दोहोरो बात कुरा मिल्थ्यो अरे। मुन्धुमहरू त्यसरी नै सानैदेखि सुन्दै आएको गाउँको बुढापाकाहरूसँग पुर्खाहरूको चेलीलाई चाहिँ एकदम गाह्रो परेछ तुरुन्तै उत्तर दिनलाई। अनि हुन्छ म भोलि पर्सि म आएर फेरि भन्छु भनेर चाहिँ चेली फर्केर गएर गाउँमा पुरा त्यहाँनिर चुम्लुङ सभा बसेछन्। अनि सभामा चाहिँ अब त्यो पारित नभए केही सिप लागेन। त्यस पछाडि चाहिँ हुन्छ भनेर सभामा चाहिँ पारित भयो। त्यहाँदेखि नाक्चेरेपु र चेली चाहिँ वार्ता गरेछन्। सिक्किमतिरबाट चाहिँ बिउ ल्याएर चाहिँ दियो भन्ने चाहिँ सुनिन्छ, मुन्धुममा छ। त्यहाँदेखि चाहिँ खेती सुरु गरे हाम्रो पुर्खाहरूले। कृषि पनि त्यहाँदेखि सुरुवात भएको है। जब धान पाक्नु त होइन, फुल फुल्दाखेरि नै भङ्गेराहरूले चाहिँ खान थालेछन्। कफी पनि पिउनुपर्छ। धान पाक्ने बेलामा त आधी जति चाहिँ खाइदिएछन्। अब त्यहाँदेखि चाहिँ हाम्रो पुर्खाहरू चाहिँ लु अब यसरी त भएन, बाचा गरेको छ, बाचा तोड्न पनि मिलेन, अब के गर्ने त
चुम्लुङ बसेछन्, फेरि सभा बसेछ। अनि सभाले चाहिँ लु अब यसरी त छोडिदियो भने त धान पाकिन्जेलसम्म त सबै सकिने भयो, अब चाहिँ यसो गरौँ भनेर चाहिँ सभामा चाहिँ सल्लाह भएछ। सबैजना धानबारीमा जाउँ, अनि हातमा हात समातेर चाहिँ चराहरू चाहिँ त्यो ग्यापबाट चाहिँ छिर्न नसक्ने गरी हातमा हात समातेर चाहिँ लु हा 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 गर्दै चाहिँ अब धानबारीबाट चाहिँ चराहरूलाई लखेटौँ भनेर सल्लाह भएर त्यही मुताबिक नै उहाँहरू धानबारीमा गएर त्यहाँदेखि हा 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 गर्दै लखेटी पठाएछन्। त्यहाँदेखि चाहिँ पालामको सुरुवात भएको। पालाम, पान भनेको बोल्ने, लाम भनेको बाटो, बोल्ने बाटोलाई पालाम भनिन्छ। हामीले पालाम भन्दाखेरि जहिले पनि पालामको लय नै हा हा हाबाट नै उठ्छ। अनि हामी हा हा गरेर नै गाउँछौँ है। जब धान पाकेपछि चाहिँ काटेर चाहिँ त्यही धानबारीमै सुकाएर राखिन्छ। अलिक सुकेपछि चाहिँ धानलाई चाहिँ थुपारेर राखिन्छ, अनि ठुलो गुनी बनाएर राखिन्छ। अनि पछि फुर्सदको समयमा चाहिँ त्यो धानलाई चाहिँ पछारिन्छ। अनि पछारेपछि चाहिँ त्यो परालमा चाहिँ अलिकति धान रहेको हुन्छ। अनि त्यो धान झार्नको लागि चाहिँ पहिले चाहिँ गोरु लाउने सिस्टम थिएन, त्यसैले गर्दाखेरि मान्छेहरूले नै कुल्चिने या लाकमा, या भनेको धान हो, लाकमा भनेको चाहिँ कुल्चिन्नु, झार्नु, माड्नु चाहिँ अर्थ लाग्छ। देखि चाहिँ त्यो पराल जुन धान पछारेर अलिअलि रहेको त्यो माथि चाहिँ उनीहरूले चाहिँ धान नाच सुरु गर्यो। उनीहरूले त्यहाँनिर हातमा हात समातेर त्यहाँदेखि चाहिँ हा हा भनेर धान नाच्दै घुम्दै गरेर चाहिँ धान मार्ने, धान झार्ने, धान पछार्ने सिस्टम भयो, बस्यो हो। त्यहाँदेखि चाहिँ धान नाच सुरु भयो। यहाँनिर धेरैजनाको जिज्ञासा चाहिँ के छ भने, अनि पालाम पहिले आउँछ कि या लाङ पहिले आउँछ? या भनेको धान, लाङ भनेको नाच्नु, धान नाच्नुलाई या लाङ भनिन्छ। त्यसमा दुईटा छ। याक्थुङ लिम्बूहरूको मुन्धुम अनुसार जाने हो भने चाहिँ यता पालाम पहिले आउँछ, अनि मात्रै पछि धान पछार्ने बेलामा मात्रै धान नाच सुरु हुन्छ। अब पालाम भनेको चाहिँ अब जस्तै बाटोमा घाँस दौरा गर्दा वन जङ्गलमा गाउँदै हिँड्नेलाई चाहिँ पालाम भनिन्छ। अब म पनि सानैदेखि बेसरी धान नाचेको हो, त्यसले गर्दाखेरि हामी पनि स्कुल जाँदा दौरा घाँस भएर मेलो पात जाँदाखेरि हामी घरभित्र त गाउनु बाबा आमाले दिँदैन थियो, कराउनुहुन्थ्यो। अनि जब आँगन काटेपछि चाहिँ हामी पालाम गाउन सुरु गरिहाल्थ्यौँ। अनि पछि धान पछार्ने बेलामा मात्रै धान नाच हुन्छ। अनि मुन्धुम याक्थुङ लिम्बूहरूको मुन्धुम अनुसार हो भने चाहिँ पालाम पहिले आउँछ, अनि मात्रै यालाङ आउँछ। पक्का फिजिकल्ली फिल्डमा मैदानमा हो भने चाहिँ धान नाच पहिले आउँछ, अनि मात्रै पालाम आउँछ। अब जस्तै हामी धान नाच्नु पर्यो भने चाहिँ पहिले अब साइनो लाग्छ कि लाग्दैन भनेर ख्याली भएर चाहिँ इसेममा भन्छौँ, साइनो केलाउँछौँ। अनि जब साइनो लागेन भने चाहिँ हात समातेर धान नाचिन्छ। साइनो लाग्यो भने चाहिँ त्यही अनुसारले साइनो खेदाउनु पर्छ, हात समातेर धान नाच्नु हुँदैन। सुरुमा अब भेला भएपछि चाहिँ अब साइनो केलाउने, साइनो लागेन भने चाहिँ त्यहाँदेखि हात समातेर चाहिँ घुम्न सुरु हुन्छ, धान नाच सुरु हुन्छ। अनि मात्रै घुम्दा घुम्दै त्यहाँदेखि पालाम गाइन्छ। थ्योरिटिकल्ली अनि प्र्याक्टिकल्ली पक्का फिल्डमा हो भने चाहिँ धान नाच या लाङमा अथवा या लाङ पहिले आउँछ है, अनि मात्रै पालाम भनिन्छ। तर
अब हामीले चाहिँ मुन्धुमै फलो गर्नु पर्यो, मुन्धुमै पछ्याउनु पर्यो, मुन्धुम अनुसार नै जानु पर्यो। त्यसले गर्दाखेरि चाहिँ पालम पहिले आउँछ। मैले बुझेको, मैले जानेको चाहिँ लु यति नै है आदमबहादुर हो। सेवारो लु तपाईहरुले मेरो भिडियोलाई हेरिदिनु भयो, सुनिदिनु भयो, मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि भक्ति आङदेम्बे युट्युब च्यानललाई यसरी नै धेरै धेरै माया गरिदिनुहोस् है। ल सेवारो नौगेन सेवारो